आज म आलु समोसा बनाउनको लागि गइरहेको छु। यो पिठो मैदा मुसेर रेडी भएको छ। अनि यसरी यत्रो गोला बनाउनु होला। अनि यतापट्टि चाहिँ आलु फोकेर उसिनेर फोकेर अनि भुटेर रेडी गरिएको छ यहाँ। अब म चाहिँ समोसा बेल्छु। यहाँ यसरी बेल्नुस्। अनि यसरी बेलिसकेपछि फेरि बीचबाट यसरी छड्के तरिकाले यसरी काट्नुभयो भने समोसा बनाउन सजिलो हुन्छ। यसरी एवं रूपले चाहिँ गर्दै जानु होला। अब फेरि म एकछिनमा फेरि यहाँ मटर पाक्दैछ, छोले समोसा छोले खानको लागि यहाँ यसरी पाक्दैछ। राम्रो छ, मिठो बनेको जस्तो देखिएको छ हेर्दाखेरि। मिठो बनेको समोसा पट्याउने तरिका यसरी यहाँ पानी लगाउनुस्। यस्तो गरेर यसरी पट्याउने। अनि त्यसपछि यसमा यसरी आलु राख्ने यसरी है। अनि फेरि यसरी पटाउनु पर्छ है। यसरी पट्याउनु। त्यसो गरेपछि समोसा तयार भयो। ताकि हेर्दाखेरि यो लाइन यसरी मिलेको हुनु पर्यो, यहाँ यसरी पटिएको हुनु पर्यो। ट्याक्कै यसरी राख्नुस्। अनि 1 मिनेटमा फेरि फ्राई गरिनेछ। धेरै जस्ता समोसाहरू यति फ्राई गर्नु बाँकी छ। सूर्यमुखी तेल यति आलु सकियो। अब यति पिठो बच्यो। अब यसलाई नमकिनमा बनाइदिनु पर्यो। नमकिन बनाउने अलिक ठुलो बेल्ने यसै गरी। अनि त्यसपछि यसरी काट्ने। यसरी काट्ने। अनि यो हो चक्कु धेरै लाग्ने रहेछ। अनि यसरी छड्के काट्ने। होटल गरेको अझै यत्रो वर्ष गर्दा पनि अझै बिर्सिनु भएर हुन्छ भन्ने जानकारी पाइयो। ल अब यसरी राखौँ समोसालाई है त। चिसो तेलमा राख्नुपर्छ है। यो तातो तेलमा राख्नुभयो भने बिग्रिन्छ। चिसो तेलमा राख्नु। ल अब पाकेपछि फेरि देखाउँला। अब मटरमा राखेर प्याज खानको लागि यसरी काट्नुहोस्। कटिङ मसिनो काट्न आउँदैन भने मसँग सिक्न आउनु होला है। प्र्याक्टिस गरेपछि जानिन्छ, सिक्न आउनु पनि पर्दैन काट्ने कुरा त। भन्छन् के अब राखे पनि त्यही त हो नि। अब बास छैन। बास अब पाकेपछि प्याज देखाउनु। प्याज है पाक्यो। यसरी निकालेर यहाँ राखियो। हेर्नुहोस् त कस्तो राम्रो देखिएछ। आहा, ठाउँमा जस्तो भएको छैन। यो हामी पकाइराख्ने भएको भएरले पोल्दैन। भर्खर निकालेको तातो समोसा ल्याएपछि मजाले समाउन सकिन्छ। तपाईँहरूले पनि त्यही गर्नु होला र फेरि हात पोल्ला।